5वटा रोटी र 2 माछा खुवाउनु भयो 5000लाई पङ्क्ति पङ्क्तिमा बस्न लगाए खुवाउनु भयो मानिसहरूलाई पङ्क्ति पङ्क्तिमा बस्न लगाए खुवाउनु भयो मानिसहरूलाई 12 डालो उब्रियो महिमा प्रभुको देखाउनलाई 12 डालो उब्रियो महिमा प्रभुको देखाउनलाई त्यो सानो केटाको कति राम्रो मन 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 आमाले दिएको 5वटा रोटी र 2वटा माछा 5000 मानिसलाई खुवाउनु भयो आमाले दिएको 5वटा रोटी र 2वटा माछा 5000 मानिसलाई खुवाउनु भयो को 64 भन्ने छु यसरी लेखेको छ तर म त परमेश्वरलाई पुकार्छु र प्रभुले मलाई बचाउनुहुन्छ आमेन म मत्ती 11 को 28 पद भन्नेछु ए सबै थाकेकाहरू बोझले दबाएकाहरू हो म कहाँ आऊ म तिनीहरूलाई विश्राम दिन्छु आमेन मार्कुस 13:31 पृथ्वी र स्वर्ग आदिमा परमेश्वरले पृथ्वी र आकाश आमेन आदरणीय गुरुमा गुरुआमालाई सम्पूर्ण मण्डली परिवारहरू म बाइबल वर्ष गइरहेको छु मेरो बाइबल वर्ष मत्ती 21 को 22 यसरी लेखेको छ विश्वास गरेर प्रार्थनामा जेसुकै माग्छौ त्यो तिमीहरूलाई पाउनेछ आमेन परमेश्वरलाई धन्यवाद यस समय दिनुभएकोमा त्यहाँ उपस्थित हुने आदरणीय गुरुबा आदरणीय गुरुआमालाई सम्पूर्ण मण्डली परिवारलाई जय मसीह आज फेरि हजुरको सबै बाइबल वर्षमा उपस्थित छु र आज मेरो बाइबल वर्ष भजन सङ्ग्रह 23 को 1 रहेको छ यहाँ यसरी लेखेको छ परमप्रभु मेरो गोठालो हुन्छ मलाई केही कुराको अभाव हुँदैन र 2 मा यसरी लेखेको छ उहाँले मलाई हरियो खड्कामा लेटाउनु हुनेछ र शान्त पानीको छेउमा डराउनुहुन्छ हितोपदेश 31 को 30 सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडि जाने हुन्छ र तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ आमेन